आज एकदम टफ म्याच थियो। अपोनेन्ट पनि अब राम्रो थियो अलिक विभागीयदेखि बाहेक अब अलिकति ट्रेनिङ दिएर गएको एउटा सेट टिम जस्ट राम्रो टिम थियो। त्योसँग चाहिँ अब हामीले 3 पोइन्ट ल्याउन सफल भयो। त्यसको लागि सम्पूर्ण खेलाडीहरूलाई चाहिँ म धन्यवाद दिन चाहन्छु। गोलको बारेमा भनिदिनु। गोल त मलाई मेरो विचारमा राम्रो गोल भएको एज ए कोच भविष्य पक्कै पनि त्यो हाम्रो 17 वर्षको चाहिँ भाइले गोल हालेको थियो है। एकदम राम्रो लाग्यो र राम्रो पनि खेल्यो त्यो भाइले। किन त्योभन्दा अगाडि नै अगाडि गोल आउने चान्स हुँदाखेरि पनि त्यो रिबाउन्ड गर्न चाहिँ त्यो भाइले गोल चाहिँ एकदम दर्शनीय थियो। उहाँको अलिकति भनिदिनु जस्तो कहाँबाट आएको थियो यता लेफ्ट साइडबाट चाहिँ आएको थियो। उहाँको ब्याकग्राउन्ड भने प्लेयर ब्याकग्राउन्ड ए उसको चाहिँ खेलाडी अलिक श्रेष्ठ गोल हाल्ने अलिक सिन्धुपाल्चोकको खेलाडी हो होइन। हाम्रो विशाल गोलकिपरकै गाउँको भाइ हो र भर्खरै अस्ति सिक्वालीमा पनि उसले आफ्नो टिमलाई चाहिँ सी डिभिजनमा क्वालिफाई गराएको खेलाडी हो र अन्डर 17 को नेसनल टिम पनि नेपालबाट खेलिसकेको खेलाडी हो। जस्तो हजुरको मिडफिल्ड डिफेन्स लिगको तयारी त मैले अस्ति नै सबै प्रेस कन्फरेन्स भनेको थिएँ होइन। लगभग एक हप्ता भयो। उससँग चाहिँ अपरेसनबाट भर्खरै खेल्दै आएको थियो होइन। अनि र स्टार्टमा आएको दिनै ऊ घाइते भएर भर्खर यो म्याच आज खेलेको फर्स्ट है। देवेन्द्र पनि अनि ट्रेनिङमा घाइते भएर आज खेलेको थिएन होइन। त्यसले गर्दाखेरि पनि गाह्रो भयो र अनि अलिकति अब अरू सिनियर प्लेयरहरू चाहिँ अलिकति अब कन्ट्याक्टमा चाहिँ हाम्रो अरूले गर्दाखेरि अलिकति लास्ट इयरको भन्दा टिमभन्दा चाहिँ अलिकति ठिकैको टिम भएको छ। फरवर्ड चाहिँ अब विदेशी अझै पनि एउटा स्पट हजुर त्यो शनिबार आएको छ फरवर्ड। Thank you.